है यो परदेशी माइलोको तर्फबाट सर्वप्रथम जय देश जय नेपाल होइन। हाम्रो देशले काँचुली फेरेको छ। एक युग महानायक पाएको छ देशले होइन। सबैतिरबाट चाहिँ चर्चा भइरहेको छ हाम्रो माननीय प्रधानमन्त्रीज्यू बालेन शाहको हरेक कुरामा होइन। यस्तो बेलामा हाम्रो देश चाहिँ पुरानो राजनीतिक संस्कारहरूले चाहिँ टाँट पल्टाएको देशलाई चाहिँ होइन एउटा नयाँ नेतृत्वले जिम्मा लिएको छ होइन। अब नयाँ नेतृत्वले जिम्मा लिँदै गर्दा हरेक कुराहरू कता कता के भद्रगोल भएका कुराहरू छन् होइन। ती कुराहरू हरेक कुराहरू हामी विदेशमा बस्ने नेपालीहरूले पनि देशको लागि केही सहयोग गर्न सक्छौँ जस्तो लाग्छ मलाई होइन। अरू केही गर्न पर्दैन क्या। हामी साउदी, दुबई, कतार होइन, अमेरिका, युके जो जहाँ जहाँ हुनुहुन्छ होइन, सबैजनाले आफूले दुःख गरेर कमाएको पैसा त हामीले नेपाल पठाइन्छ नि होइन। बस त्यही पैसा लिगल वेबाट पठाइदिनुहोस्, हुन्डी नगर्नुहोस् के। लिगल वेबाट पठाइदिनु भयो भने नेपाल सरकारलाई पाउने ट्याक्स हरेक कुराहरू नेपाल सरकारको खातामा जम्मा हुन्छ होइन। त्यसपछि त्यो पैसा चाहिँ देश विकासमा लगाउन सकिन्छ। कति मानिसहरूले चाहिँ हुन्डी प्रयोग गर्छन्, के गर्छन् होइन, दुई पैसा आउँछ भनेर। यो नसोधिदिउँ कि हामीले चाहिँ हाम्रो देश विकासको लागि अरू केही गर्न नसके पनि हामीले यहाँबाट यति मात्र गर्न सक्यो भने पनि हाम्रो देश विकासको लागि हामीले धेरै सपोर्ट गर्न सक्छौँ। हामी धेरै नेपाली छौँ होइन। धेरै ट्याक्सहरू उठ्नेछ होइन। धेरै कुराहरू चाहिँ नेपाल सरकारको खातामा जम्मा हुनेछ र यो नयाँ सरकारलाई हरेक कुराबाट सपोर्ट हुन्छ जस्तो लाग्छ मलाई है। ल साथीहरू, तपाईँहरूलाई मेरो कुरा कस्तो लाग्यो होइन, ल सुनेर प्रतिक्रिया दिनुहोला। अन्तिममा जय देश जय नेपाल। थ्याङ्क यू एभ्री वान। नमस्कार अगेन।